हेलो गाइज, गुड मर्निङ, शुभ बिहानी। रहेको चाहिँ म सबैजना संसारमा हुनुहुन्छ होला है। म चाहिँ अहिले फेरि काम जाँदैछु। डेली लाइफ नै यस्तै हुन्छ है, उठ्यो काम गयो आयो, उठ्यो काम गयो आयो, यस्तै हो। नयाँ कुरा खासै केही छैन। नयाँ कुरा यही हो कि हाम्रो नजिक अर्को हिडमाडको काम हुँदैछ। यही हो नयाँ काम भनेको। यहाँको फेरि मेन्टेनेन्स चाहिँ बन्द हुन्थ्यो, त्यतिखेर सफा गरेर बाटो हिजो हुन्छ भनेर पुरै ठेकेर हो काम पनि हुनु फेरि आएन। ढिलो फोहोर नहुने तरिकाले धुवा पनि बाहिर उड्न दिँदैन क्या। अहिले त पानी परिरहेको भएर माटो हिलो भएर त्यो नढाकेको होइन, नत्र चाहिँ पुरै त्यो जाली ढाकेर सब छेकछाक पारेर काम गर्छ। आज चाहिँ हिजोदेखि पानी परिरहेको भएर चाहिँ अलिक जाडो छ आज मौसम है। अनि म चाहिँ लगभग डेली ब्लग हालौँ भन्ने सोच्दै हिँडिरहेको अहिले युट्युबमा है। लगभग 1 वर्षसम्म चाहिँ डेली ब्लग हाल्नु कि भन्ने सोचेको। हेरौँ कहिलेसम्म सकिन्छ होइन। डेली ब्लग हाल्नु अलिक गाह्रो पनि हुन्छ, झ्याउ पनि हुन्छ है। त्यही भएर चाहिँ म साइकल पनि छोडेर ट्रेनमा जानु थालेको होइन, किनकि साइकलमा चाहिँ लास्ट भेट गर्नु नपर्ने भएर। यस्तै हो आफ्नोको लाइफ, लास्ट बिजी हुन्छ। काम भन्ने हुन्छ त्यस्तो होइन। वर्किङ पनि अब काम थोरै हुन ठाउँमा लाग्यो पैसा थोरै हुन्छ, काम धेरै हुन ठाउँ लाग्यो झ्याउ लाग्छ। आज चाहिँ कति टाइममा पुग्छ है त म ट्रेनको है। हिजो त अलिक ढिलो भएको थियो, आज त अलिक चाँडै निस्केको थोरै। लेट ट्रेनको टाइम औडै लाग्छ कि टक्क चाँडै निस्केर हिँड्यो भने त ठिकै हुन्छ होइन। हल्का ढिलो भयो भने चाहिँ फेरि टाइममै पुग्दैन कि। आज चाहिँ काम अर्कै ब्रान्चमा छ है, यही नजिकै छ अर्को रेस्टुरेन्ट चाहिँ। त्यही रेस्टुरेन्ट र ब्रान्च चाहिँ छुट्टै छ होइन। आज चाहिँ त्यहाँ हेल्पमा जाने भनेर पठाइरहेको छ मलाई, बेला बेलामा पठाइरहेको छ है। यो त कहिले यता काम भइरहेको छ। काम चाहिँ जहाँ गयो नि अड्किनु भएन कि होइन। आफू जहाँ गयो नि काम गर्न सक्ने भएपछि पछि अलिअलि स्यालेरी कुरा गर्न सकिन्छ नि त फेरि होइन। चाहिन्छ भने चाहिन्छ, चाहिँदैन भने काम चेन्ज गरिदियो भयो। सजिलो त छ है काम चेन्ज गर्न। काम मन परेन भने यो काम गर्दिनँ भनेर चाहिँ पाउँछ, तर आफूले खोज्न सक्नु पऱ्यो फेरि है अर्को। त्यति गाह्रो चाहिँ छैन। तर साइकलमा हिँड्दा भन्दा ट्रेनमा हिँड्दा घाटा चाहिँ घाटा लाग्ने कि। एकतिर ट्रेनबाट घाटा लाग्ने है। लगभग जाँदाखेरि 190 लाग्यो भने आउँदाखेरि 190 गऱ्यो भने 190 380 गइहाल्यो। साइकलमा गएको बेलामा म्याक्सिमम् 12 घन्टा कट्यो भने पनि 350 पर्नु पर्थ्यो। 350 मात्रै तिर्नु हुन्थ्यो। अहिले त अब नर्मलै पनि 480 तिर्नै पर्छ। फेरि 380 रुपियाँ गाह्रो छ नि। घाटा लाग्छ घाटा चाहिँ तर त्यही पनि हेरौँ यसो केही समय भन्ने सोचले चाहिँ हल्का साइकललाई बाई हानिदिएको। साइकल फेरि यस्तो कि फेरि यसरी कुदिराख्नुपर्छ। म चाहिँ फेरि यस्तो लाइटहरू खासै कुर्दिनँ है। यसो हेर्छु, यसो उताउतै हेऱ्यो अनि मेन बाटो चाहिँ अलिक ठुलो छ, गाडी आइराख्नेवाला त हुन्छ नि कुर्छु, नत्र चाहिँ यसो यताउत हेरेर ठ्याक्क कटिदिन्छु। तर त्यो बेलामा फेरि पुलिसले चाहिँ हालेर थाहा पायो भने चाहिँ फेरि ट्याक्क फाइन हुन्छ नि फेरि। आजकल चाहिँ गाह्रो छ त्यो चाहिँ। म चाहिँ यसो एज युजल आज चाहिँ पानी परेपछि सबैले हिँड्न गाह्रो हेरेर चाहिँ सिक्ने चाहिँ अलिक गर्छ। म आफै नै बिस्तारै दिइरहेको छु। सिक्यो भने अहिले फेरि बर्बाद हुन्छ फेरि यसरी मात्रै हिँड्न सक्छु। पुरै पानीले भिजेर हिँडेर हात त। आज चाहिँ भिड अलिक कम छ है। अलिक टाइम नभएर कि के हो कि म हिजो अलिक चाँडै आएर त्यस्तो राखेको कि हिजो पुरै बिजी हुन्थ्यो हिजो त। आज भिड थियो, आज अलिक कम भिड छ कि। आज मेरो सवारीको लागि अलिक खाली बनाइरहेको यो बाटो भन्दा पनि नमिल्ने। आज चाहिँ मैले ट्रेन ठ्याक्क टाइममा भेटाउँदिनँ है त। हिजो चाहिँ म आएपछि ठ्याक्क हिँडेको थिएँ होइन। आज ठ्याक्क आउँछ के गर्छ है। आज मान्छे कुदिरहेको छ क्या सायद।
गएको छैन होला है हामी होला भएको यहाँ कुदिरहेको छौँ धेरै छैन अब लाइनमा पनि अब आउँछ कि एकछिनमा टाइमिङ हेरेर आउँछु कि म फेरि 31 मा हुन्छ कि जस्तो लागेको थियो एउटा ट्रेन अब खास थाहै छैन कति बेला आउँछ 2 hours later. कति जब अरूमा जुन ट्रेन खुसी त्यो ट्रेन त्यही ट्रेन भयो क्या लेट्स गो टु वर्क म फेरि आज यहाँ आइपुगेँ म हिजो जम बाँधेर पारी भएको ठाउँ है आज नि मलाई जान त पारी नै पर्छ है गाडीहरू त आएको छैन तर आज अलिकति चाँडै आएको छु परबाट घुमेर जाउँ कि जस्तो लागेको छ है फेरि अल्छी लाग्छ कि लास्टै पर पुग्नुपर्छ कि आफ्नो यहाँबाट वहाँ पर पुगेर फेरि यही पारी आउनुपर्छ कि यसकै ठ्याक्कै पारिपट्टि कि अनि यस्तो टाढो पुगेर पनि झन् लाग्छ भने फेरि आज नि फेरि बस आयो ठ्याक्कै यो बाटो चाहिँ धेरै मान्छे हिँड्नु मिल्दैन कि यहाँबाट के भएर पारेर राखेको चाहिँ बसहरू जानु पऱ्यो बस लाग्छ जस्तो लाग्यो तर जम भानिदियो कि हो टाइम 47 भएछ टाइम त छ अझै जम भानिदिउँ कि गरिदिउँ भन्ने घुमेर आइदिउँ भन्ने कुरो हो जेसुकै होस् जम भानिदिन्छ आज नि अर्को दिन फेरि कटौँला है लास्ट झ्याउ लाग्छ कि लास्टै पारी पुगेर आउनुपर्छ यार अब अर्को दिन अलिक चाँडो आयो भने चाहिँ बल्ल अनि कटौँला है आजलाई नि मैले कटिनँ उताबाट घुमेर आएन यहीँबाट जम्प हालेर आइदिएँ अब आज चाहिँ अर्कै ठाउँको काम होइन नजिकै हो अरू बेलामा चाहिँ म यहाँबाट छिर्दै जान्थेँ यहाँबाट कार हालेर आज चाहिँ म यहाँबाट अन्डरग्राउन्ड गएर फेरि त धेरै अन्डरग्राउन्ड जानुपर्छ पर लगभग 5-6 मिनट लाग्छ हिँडेर यहाँबाट फेरि अन्डरग्राउन्ड हिँड्यो है तर विकास त विकास हो है देश भनेको देश हो कि भने हो कि हाम्रो देशमा अब अलिअलि के डेभलपमेन्ट काम गर्न खोज्यो यसो के गर्न खोज्यो भने झोलेहरू चोरहरू जो चोरेर खाइरहने जो लुटेर खाइरहने त्यही बानी परेको तिनीहरू चोर नपाएर लुट्न नपाएर अनेक नाटक गरेर आइरहेको हुन्छन् है छ नि त विकास छ नि त यार यत्रो डेभलपमेन्ट कहिले हुने नेपालमा कहिले हुने कहिले मलाई स्टार्टिङ हुँदैछ के होला भन्ने थियो होइन कहिले कसैलाई फसाछ कहिले कसैलाई फसाछ है के भन्नु गाह्रो छ नेपाल भन्नलाई पहिले नेपाली चाहिँ नेपाली भन्नु पऱ्यो कि नेपालीलाई नेपालको मायै छैन नेपाल भन्दा उनीहरूलाई कहाँबाट आफ्नो आइरहने बाटो छ होइन अलिअलि भयो नि कुन चाहिँ नेताबाट खाइरहने बाटो छ कुन चाहिँ दलालबाट खाइरहने बाटो छ जो कसरी चलिरहेको छ तिनीहरू डेली लाइफ होइन त्यहीतिर मात्रै ध्यान छ अनि कहाँबाट हुन्छ अहिले एकछिनलाई हेर्छन् देश बन्यो भने त भोलि पुस्तासम्म कसैले कसैको सोर्स लाउनै परेन कसैले भन्छन् गर्नै पर्दैन आफै चल्छ नेपालमा के छ एउटा काहीँ काम गर्नु पऱ्यो एउटा केही ठाउँमा काम पऱ्यो भने पुरा सोर्स लगाएर मान्छे लगाएर भन्न लाउनुपर्छ क्या अब यहाँ कसैले मान्छे लाउनै पर्दैन आफूले आफै काम खोज्न सक्छन् झन् जापानिजहरू के उनीहरू आफ्नो देशको भयो नागरिक भयो जस्तो भन्यो त्यस्तै जहाँ भन्यो त्यो सक्छन् नि त हामी विदेशी त अहिले यसरी चलिराखेका भने चाहिँ जापानिजलाई समस्या छैन नि हाम्रो नेपालमा पनि भोलि कामको रोजगारको मात्रै भयो त्यस्तै होस् न भोलि कामको कुराहरू समस्या नहोस् कामको स्रोतहरू बढोस् होइन काम गर्ने ठाउँहरू बढोस् त्यस्तो भयो भने त भोलि सबैको जिन्दगी चलिहाल्छ नि आफै राम्रोसँग छैन झोलेको ड्रामै बढी हुन्छ के गर्नु हामीले भनेर
बुझ्नेले कुरा नबुझेपछि होइन। म चाहिँ अब एकछिनमा काम पुग्छु। आज चाहिँ हाफ डे हो मेरो है। अर्को हप्ताको हाफ डे दिनमा सार्दैछ। अर्को हप्ता नो हाफ डे, किनकि गोल्डेन विक छ। गोल्डेन विकमा बबाल बिजी हुन्छ। बिजी भयो भने म बिदा दिन चान्स खासै हुँदैन होइन, रेस्टुरेन्टतिर झन्। त्यही भएर एक दिन चाहिँ छ, एक दिन हाफ चाहिँ अर्को हप्ता काटेर अहिले दिइरहेको छ होइन। आज ठिकै छ, नो प्रब्लम। पहिला कति महिना त बिना बिदा राम्रोसँग नसुतिकन खटाइयो होइन। अहिले त राम्रोसँग सुतिन्छ, धेरै सुतिन्छ अहिले। धेरै सुतेर पनि ढाड दुख्छ। सुतेछ होइन, अरू काम केही छैन, घर बस्दैखेरि होइन, के गर्नु। यस्तै हो मेरो डेली लाइफ चाहिँ। उठ्यो काम, घर गयो सुत्यो, फेरि उठ्यो काम, घर गयो सुत्यो, उठ्यो, यस्तै छ है। यो लाइन चाहिँ सबै रेस्टुरेन्टको लाइन मात्रै हो। यहाँ पनि सबै रेस्टुरेन्ट लाइन हो। म चाहिँ अब अहिले काम पुग्न लागेँ। आजलाई यति नै। फेरि अर्को भिडियोमा हेर्दै गरौँ ल। सबैजना राम्रोसँग बस्नु, आफ्नो ख्याल गर्नु, आफूले सकेको आफ्नो लागि बेस्ट गर्दै गर्नु। टाटा बाइ बाइ, टेक केयर।